है ना। राष्ट्रपति रणजीत सिंह प्रतियोगिता 2080 अन्तर्गत आज यो सफल गाउँपालिका सिंचाइ विभाग र खेलकुद शाखाको आयोजनामा यो खेलहरू भइरहेका छन् र यो खेलमा सरकारबाट सम्पूर्ण अथवाहरूको उल्लेख्य सहभागिता हामीले पाउँदा हामीलाई साह्रै गर्व लागेको छ। विद्यार्थीहरूको यहाँ ब्याक हुनु र अरू मान्छेहरू ब्याक हुनु त अरू मान्छेहरू यहाँ ब्याक हुनु। ओइ बाबु यो ब्याक गो ब्याक यहाँ गो ब्याक। हेलो मूल रेफरी को नियम चाहिँ सम्मानीय हुन्छ, सबैले मान्नु होला। त्यहाँ मिटर लिएर बस्नु होला है सरहरू, निर्णायक सरहरू। नाप्ने टेप, विद्यालय अनि विद्यार्थीको नाम र त्यो कति गएको छ, कति पटक दिनुहुन्छ कि एक पटक हो, तीन पटकको बेस्ट मावि महेशबारीको विद्यार्थीको नाम घोषणा गर्नु। त्यहाँबाट सोधपुटमा मावि महेशबारीका छात्रालयले यो सोधपुटमा भाग लिँदैछ, त्यो विद्यार्थीको नाम घोषणा गर्नु। सोधपुटमा भाग लिने मावि महेशबारीका विद्यार्थी यस पछाडि मावि महादेवपुरका रेडी भएर बस्नु होला र यो टिप्ने काम गर्नु होला। भूमिका कुमारी साव मावि महेशबारी, भूमिका कुमारी साव। यस पछाडि यो कोटभित्र मावि महादेवपुरका आइहाल्नु। मावि महादेवपुरका मावि महादेवपुरको छात्राको नाम घोषणा गर्नु। अजिता शर्मा। ए अब कविता शर्माको पालो आएको। अजिता शर्मा सरी अजिता शर्मा। मावि बहिबाट रिमा सिंह, सोठेनेको रमिता कुमारी यादव, महेशबारीको भूमिका कुमारी शाह। यस पछाडि सुठ्यानावीबाट सुठ्यानावीको खेलाडी रेडी हुनुहोस्। कुमारी यादव, रमिता कुमारी यादव। रमिता कुमारी यादव नानी और राष्ट्रपति रणजीत सिंह प्रतियोगिता 2080 निर्णायक मण्डल बाहेकका सरहरू पनि रिपोर्ट गराएर बस्नु होला। छेउमा फालिँदैछन्, दायाँ बायाँ गऱ्यो भने फेरि घाइते अवस्था आउँछ होला। बल पनि ल्याउनु हो, सरले बल पनि ल्याउनु। यस पछाडि मोहाईको रिमा सिंह सहभागी विद्यार्थी। आदरणीय दर्शक महानुभावहरू, अहिले चारवटा माविले एकचोटि अहिले फालेको छ, अर्कोचोटि फेरि क्रमशः फाल्छन्, थर्ड टाइम पनि फाल्छन्। तेस्रो पटकसम्ममा हाम्रो परिणामको घोषणा हुन्छ। यो फर्स्ट राउन्ड भयो।
छेलो खेल अहिले चलिराखेको छ छात्रातर्फको र चारवटै माध्यमिक तहका विद्यालयहरूबाट विद्यार्थी भाइहरू माविमा तपाईँका अजिता शर्मा जमाती प्राविधा भएका रेवा सिंह खेल आगे खूब आनंद लगे है का मजामा बहुत ही ठीक ठीक है मौसमले पनि मासवारी आउनु पर्यो फेरि दोस्रो राउन्डको लागि सायद हुनु नअरू सरहरू सायद सरहरू जोसे जोसमा फेरि छेलोको आएन पुग्नुहोस् अब मावि माधव पर्ता आउनुहोस् मावि माधव पर्ता मावि माधव प्रतापबाट अजिता शर्मा दर्शक विद्यार्थी भाइबहिनीले होटिङ गर्नुहोस् ताली बजाउनुहोस् हेपी भोरे भने त भन्छ हिप हिप भोरे हिप हिप भोरे गेम हेर्दा इन्जोय गर्नु पर्यो नि सानसानो बाबुहरू नबस्नुहोस् त्यहाँ नबस्नुहोस् अहिले थाल्दैछ कुन विद्यालय हो चन्द्रोत्तर सोफियान माविले भर्खरै बल फालेको छ ताली बजाउनु तपाईँहरू ताली बजाउनु भेरी इन्ट्रेस्टिङ गेम यो फाल्नेलाई खेलाडीलाई पनि हौसला बढाउनु तपाईँहरू एक दुई तिन को विद्यार्थी एक दुई तिन अनि होटिङ गर्नु न होटिङ इन्जोय हुन्छ के ल फेरि आउँदैछ मोबाइल आउँदैछ रेवा ताली बजाउनु तपाईँहरू ताली बजाउनु ताली। खेलाडीलाई जोस सबैले बेला हुन्छ धेरै राम्रो खेलोको पुरै राष्ट्रपति रणेश खेल प्रतियोगिता 2080 अन्तर्गत सखुवान अन्तर्गत गाउँपालिका वडा नम्बर 13 स्थित नारी लास्ट राउन्ड मावि मासवारीले तेस्रो पटक फाल्दैछ 2 चान्स फालिसकेको छ अब तेस्रो राउन्ड फाल्दैछ र तिनैको एभरेज हामी निकाल्छौँ जसको बढी हुन्छ त्यो बडो राम्रो र यो व्यवस्थापन गर्ने क्रममा हामीले हेरिरहेका थियौँ अहोरात्र गाउँपालिका अध्यक्ष श्री केदारनाथ यादवजीले आफै मेन्सन गर्नुभएको थियो हिजो बेलुकासम्म पनि यो प्रतियोगिता तयारीको र उहाँले राति अरूसम्म पनि र बिहानदेखि लगातार यहाँ अहिले फाल्दैछ मावि माधव पर्ता सबै तयारीको गर्दै थियो हेपिङ गर्दैछ धेरै राम्रो हौसला स्वरूप विद्यार्थी भाइहरूको हौसलाको लागि धेरै राम्रो सबै विद्यालय सहभागी सम्पूर्ण विद्यार्थी भाइहरूका हौसलाका निम्ति यहाँ उपस्थित सम्पूर्ण अब पालो आएको छ सोठियान मावि सोठियान माविले फाल्दैछ धेरै राम्रो छेलोको यो सोठियान माविलाई ताली बजाउनुहोस् निर्णायक मण्डलबाट यहाँ नापचोक हुने काम पनि भइराखेको छ अब तेस्रो राउन्डको लास्ट हो यो फाल्ने मावि मोबाइलको पालो आएको छ अब यस पछाडि फाल्दैछ मावि खाइदिनुहोस् धेरै राम्रो ताली बजाउनुहोस्
ताली बजाउनुहोस्। अब यसको नतिजा एकछिनमा आउँछ। अब भलिबलका खेलाडीहरू, भलिबलका खेल शिक्षकहरू, खेल शिक्षकहरू यहाँ मनिर आउनुहोस्। मनिर